एक समयको कुरा हो। नदी किनारमा एक अल्छी हजुरआमा रुख काट्दै थिइन्। उनले जानी जानी बन्चरो फालेर कसैको मद्दत पाउने आशामा रोएर बसिरहिन्। त्यतिकैमा नदीबाट एक सुन्दर देवी प्रकट भइन् र भनिन्, आमा नरुनुहोस्, यी मध्ये हजुरको कुन हो बताउनुहोस्। सुनको बन्चरो देख्न बित्तिकै बुढी माउको मनमा लोभ जागिहाल्यो। त्यो सुनको त्यही मेरो हो सानैदेखि। हजुर धेरै इमानदार हुनुहुँदो रहेछ, त्यसैले यो म हजुरलाई दिन्छु। बुढी माउले सुनको बन्चरो समातिन् र केही नभनी सुरु आफ्नो घरतर्फ लागिन्। यो त साँच्चीकै सुन हो जस्तो छ। छिट्टै घर पुगेर बुढालाई देखाउँछु। हो ऊ त छक्कै पर्छ। हेर न के ल्याएँ मैले आज। हेर्नु न सुनको बन्चरो। यो त सुनको जस्तो छ। अब ढिला नगरौं, बेच्न जाउँ। बुढाबुढी छिट्टो छिटो बन्चरो बेच्न सुन पसल गइहाले अनि व्यापारीले पनि चम्किलो बन्चरो देख्न बित्तिकै उनीहरूसँग त्यो किन्न मानिहाले। यति धेरै पैसा पाए पनि उनीहरूको मन भरिएन। लोभले फेरि उनीहरूलाई त्यही नदी किनारमा तानेर लग्यो, भाग्यलाई फेरि परीक्षा गर्ने सोचमा। यी मध्ये हजुरहरूको कुन हो बताउनुहोस्। त्यो सुनको बक्स हाम्रो हो। हाम्रो हो सानैदेखि। हजुरहरू धेरै इमानदार हुनुहुँदो रहेछ, त्यसैले यो म हजुरहरूलाई दिन्छु। आज त मेरो भाग्य खुल्यो। उहाँहरू मध्ये हजुरको श्रीमती को हुन् बताउनुहोस्। त्यो सुन्दरी नै मेरी श्रीमती हो सानैदेखि। हजुर धेरै इमानदार हुनुहुँदो रहेछ, त्यसैले उहाँलाई म हजुरलाई दिन्छु। अब त जिन्दगी सेट भयो। देख्नु भए त साथीहरू, लोभको अन्त्य सधैँ विनाश हुन्छ। अनि त्यो बुढा मान्छेलाई चाहिँ के भयो होला है? लोभले लाभ, लाभले विलाप हुन्छ। लोभबाट कोही पनि उम्किन सक्दैन। बचाऊ। मेरो जीवन सकियो। मेरो गल्तीबाट सिक्नुहोस्, लाइक र सब्स्क्राइब गर्नुहोस्।